गाइस के छ तिमीहरूको खबर? राम्रै त छ होला नि? घरमै त छ होला? काश्मीर इङ्ल्यान्डमा त छैन होला नि? माघ फागुन हौ। यसो ब्लग हेरेर किचिक्क पारेर नहाँस न। यसो बेला मौका लाइक सेयर पनि गर्दै आउन हौ। के जान्छ र तिमीहरूको अंगुठा दबाउँदाखेरि? माघ फागुन हौ। भाले पोथीले पनि खुल्लाम खुल्लाम प्यार गरेका। चुमा नखाऊ नि साले, जाऊ हट भागा। माघ फागुन हौ। प्यारी समझ गई। यत्रो दिन यो मान्छे ब्लग नबनाइकिन के गर्दै होला भनेर सोचेका थिए होला नि? माघ फागुन हौ। के गर्नु, गाई गोरु पालो भने त गरिब भइन्छ अरे। हात फुर्छन् अरे गोबर सोर्दा। भुसी पाल्दा गाई पाल्दा गरिब परे। अनि अब के गर्नु? कुकुर पाल्न लागेको म चाहिँ। कुकुर पाल्न लागेको। अब गाई पालो अनि गरिब होइन्छ हो कि कुकुर पालो अनि धनी होइन्छ हो? माघ फागुन हौ। के हो? सेलिब्रेटीहरू चाहिँ कुकुर घुराउँदाखेरि एक्सक्युज मी एउटा फोटो लिन सकिन्छ? एक फोटो ले सक्दै एक्सक्युज मी भन्छन् सलमान खानहरूलाई हो कि? अनि म पनि अमिर हुन गएको। के गर्नु, खोत्लीमा पैसा नभए पनि हरे रामा दीपक दाईको पैसा छैन, चारैतिरको गोजी छामा भने पनि के भएर कुकुर पालेर त म पनि सेलिब्रेटी बनिन खोजेको हो के लखपति। अब धनी मान्छे चाहिँ कुकुर पालेर हुनु पर्यो है, सेलिब्रेटी चाहिँ मै हुनु पर्यो। यसो काहीँ देखाउने हेलो हाई भनेर सेल्फी चाहिँ लिने गर्नु है मेरो गाइस हौ। ल माघ फागुन हौ। बलिउडको सलमान खान जति धनी नभए पनि करोडपति नभए पनि कुकुरको नाम चाहिँ सलमान डगी। यो कुकुरको नाम चाहिँ सलमान डगी है। यो कुकुरको नाम उसको र्याङ्कमा पुग्नको लागि सलमान डगी। लोकेल हो नि, लोकेल लोकेल। यसलाई के अरे त्यो रेबिजको बिजी हानेको छैन कोतारो भनी चाहिँ मलाई फेरि म पनि भन्छु होला। माघ फागुन हो। नास अनि लाइक कमेन्ट चाहिँ गर नि हेरेर। सलमान खानले उसको डगीलाई त कारमा घुमाउँछ होला है। म चाहिँ अब रोडमा हिँडाइ सिक्ली समातेर घुराउँदैछु सलमान डगीलाई। अनि ऊ पनि कारमा हिँड्छ होला है। म चाहिँ खुट्टाले हिँड्दैछु। कारै नभए नि टायर त मेरा दरा छन् नि। टायर त देखाउ नि, यी टायर त 1,000 2,000 का टायर हो नि पनि। सलमान खान जति नभए पनि, सलमान खान जति त अमिर छिन होला। थैलीमा त हरे रामा दीपक दाईको पैसा छैन, चारैतिरको गोजी छामा भन्ने बेला भएको छ। त्यही के हो? सलमान खानको स्टाइल दिन्छु क्या म चाहिँ। किचिक्क पारेर हाँस्नु होइन नि हेरेर यो ब्लग भिडियो। लाइक कमेन्ट सेयर चाहिँ गर्नु नि, होइन भने बत्ती छोड्दा चाप्पाले निकालिदिन्छु नि। माघ फागुन हौ। लो गाइस हौ, म चाहिँ घरतिर लागेको। अब तिमीहरू कहाँ लाग्छौ? अमेरिका लाग्छौ कि इङ्ल्यान्ड लाग्छौ? लागा माघ फागुन हौ। बाटो पनि कचरा बाटो आएछ। बिजेपी सरकार आयो भने चाहिँ बनाउँछ कि 22 तारिकमा बिजेपीले जित्यो भने चाहिँ यो पानी चाहिँ राम्रो सुक्खा बनाउँछ कि? माघ फागुन हो। लो तिमीहरू नि अब घरतिर जाऊ, म पनि घरतिर गएँ। माघ फागुन हो। बाई।